हेलो साथीहरू नमस्ते। आज चाहिँ म यता मेरो फुपू दिदीले ल्याउनु भएको यो पालुङबाट खुर्सानी, अकपरी खुर्सानी। यति राम्रो खुर्सानी हेर्नु साथीहरू, कति पिरो हुन्छ होला यो खुर्सानी हेर्नु त साथीहरू। आहा कति राम्रो खुर्सानी है साथीहरू, कत्रो खुर्सानी हेर्नु त। यो चाहिँ काँक्रो हेर्नु त, कत्रो ठुलो काँक्रो, आमा पालुङको काँक्रो है। यो चाहिँ पालुङको काँक्रो हेर्नु त, अचारको लागि भनेर ल्याउनु भएको छ दिदीले। एकदम ठुलो काँक्रो हेर्नु त साथीहरू। यो चाहिँ टमाटर हेर्नु त साथीहरू, अचार खानालाई मिठो हुन्छ। यो चाहिँ पालुङबाटै ल्याउनु भएको, यो चाहिँ मेरो फुपू दिदीले एकदम मिठो हुन्छ अचारको लागि ल्याउनु भएको छ। यो चाहिँ कति मिठो हुन्छ साथीहरू हेर्नु त।